चाहिँ यसरी बाटो खन्दै छ। अब किनकि यहाँबाट चाहिँ एकदम भिड छ हैन, भारी पुगेर हिँड्ने चाहिँ अब सम्भवै छैन। अब डुरीमा चाहिँ बाटो खन्दै अनि डुरीले यस्तो तान्दै लिएर जाँदैछ हामी चाहिँ। साथीहरू माथितिर ल आउँदै गर्नु साथी हो। अब रात पर्छ, गाह्रो छ। हामी चाहिँ कहाँ माथिबाट आएको। ल खग सम्झ बिस्तारै आउँदै गर्नु, छड्नु चाहिँ नछड्नु है साथी हो। अब सरेर लाग्यो भने फेरि म आफै सरेर लान्ला फेरि भारीले। पैसा कमाउनुलाई दुःख छ साथी हो, कहिले रमाइलो पनि हुन्छ कहिले दुःख पनि हुन्छ भनेर हाम्रो साथीले भन्नुभयो है। ल यो त त्यही जेनेरेटर बगाउँदै आएको छैन साथी हो, यति गाह्रो छ कि। यो चाहिँ माथि हिमालमा चाहिँ जेनेरेटर पाल्ने जेनेरेटर हो, यस्तो गाह्रो छ कि। त्यो माथि फेरि गम्बुर हेर्नु त यस्तो छ कि साथी। अब के गर्ने होला है, मुजा पनि छैन रहेछ। म मुजा खोज्दै हिँड्छ, मुजा खोज अन्त हो ए यस्तो गाह्रो कि। अब साथी खुट्टा हेर्नु छ यस्तो कि। अब मेरो भारी चाहिँ अघि तल परेर आयो है, म चाहिँ यहाँ साथीलाई भन्नलाई यस्तो गाह्रो। 4वटा बेटिङ तानेर आएको माथितिर आउँदैछ, यति गाह्रो भएर कि ड्रम चाहिँ। अब बिस्तारै बिस्तारै आउँदै गर्नु। अब यहाँ भारी पुगेर आउने चाहिँ सम्भवै छैन, त्यसैले चाहिँ हामी चाहिँ यसरी चाहिँ डुरीले बाँधेर बिस्तारै बिस्तारै तान्दै अनि अगाडि बाटो बनाउँदै आएको है साथीहरू। यहाँ ठक्कै बिचमा आइपुग्यो भारी चाहिँ। ल केटाले अखिने गुड फ्रेस भात पकाउँदै रहेछ। ल सिटी आयो, सिटी आयो, सिटी बाँच्यो लम्चो हिमालको फेदमा। ल